रोहन श्रेष्ठ एक फोटोग्राफर रक्तकाली महलमा बस्न थाल्यो। तेस्रो रातमा उसले माथिल्लो तलबाट महिलाको आवाज सुन्यो, खोल्नुहोस् खोल्नुहोस्। जर्नलिस्ट प्रिया खत्रीसँग साझेदारी गर्दै तिनीहरूले अनुसन्धान सुरु गरे। तर पहिलो रातमा नै बेसमेन्टबाट एउटा अनौठो महिला देखा पर्यो र अब कथा यहीँबाट सुरु हुन्छ। नमस्कार साथीहरू, स्वागत छ अध्यायको दोस्रो एपिसोडमा। बत्ती बालेर राख्नुहोस् किनभने आज सत्य सुरु हुन्छ र सत्य चाहिँ कहिलेकाहीँ झुटभन्दा पनि डरलाग्दो हुन्छ। अघिल्लो एपिसोडमा हामीले रोहन र प्रियालाई एउटी अनौठो महिलाको सामना गर्दै गरेको देख्यौँ। तिनै महिला जो बेसमेन्टबाट आएकी थिइन्, जो जीवित जस्तो देखिँदैनथिन्। उनले भनेकी थिइन्, अब कथा सुन्ने समय आयो। तर के कथा, कसको कथा, किन, आज हामी जान्नेछौँ। सावधान रहनुहोस् किनभने जुन सत्य खुल्दैछ त्यो धेरै भारी छ, धेरै अँध्यारो छ। रोहन र प्रिया डरले जमेर उम्बिएका थिए। त्यो महिला ट्र्यापडोरबाट पूर्ण रूपमा बाहिर आइसकेकी थिइन्। तिनीहरूको सामुन्ने उम्बिएकी थिइन्, 5 फिट जति टाढा। उनको अनुहार हेरेर उमेर बताउन धेरै गाह्रो थियो। जस्तो पुरानो र नयाँपन दुवै गाभिएको जस्तो। सेतो र लामो कपाल, पुरानो फाटेको र धुलोले ढाकिएको साडी, तर सबैभन्दा डरलाग्दो उनको आँखा थियो। जीवन्त जस्तो देखिँदैनथे, धमिलो जस्तो, धुवाले बनेको। प्रियाले कामले सोधिन्, तपाईँ को? महिला मुस्कुराइन्। त्यो मुस्कानमा दुःख थियो। म को हो भनेर तिमीहरूले अनुमान लगाएको छैनौ अझै पनि? रोहनको मुटु तेज ढड्किरहेको थियो। तपाईँ मालती हो? महिलाको आँखा चम्कियो। हो, म मालती हो। वा म थिएँ। अहिले म को हो म आफैलाई थाहा छैन। उनी बिस्तारै अघि बढिन्। रोहन र प्रिया डरले पछाडि हट्दै गए। नडराऊ, मालतीले भनिन्, म तिमीहरूलाई चोट पुर्याउँदिन। म बस कुरा गर्न चाहन्छु 80 वर्षपछि कसैसँग। 80 वर्ष? प्रियाले सोधिन्। हो, म 1927मा मरेर त्यो दिनदेखि म यहीँ छु, अड्किएकी छु। रोहनले हिम्मत जुटायो। तपाईँ भूत हो? मालती हाँसिन् र त्यो हाँसो पीडाले भरिएको थियो। भूत? सायद हो, या सायद एउटा आत्मा जसले शान्ति पाउन सकेको छैन, जो सत्य बोल्न सकेको छैन। उनले सबैतिर इसारा गरिन्। बस, कथा लामो छ र तिमीहरूले सुन्नै पर्छ, किनभने तिमीहरू मात्र हो जसले मलाई विश्वास गर्न सक्छौ। मालतीले कथा सुनाउन थालिन् र जब उनी बोलिरहेकी थिइन्, रोहन र प्रियाले फ्ल्यासब्याक अथवा सिनेमा जस्तो देख्न थाले। महलको दृश्य परिवर्तन भयो। 1927 को पुरानो समयमा फर्कियो। सबै नयाँ देखिन थाल्यो। सफा फर्निचर, बत्ती बोलेको र मानिसहरूको आवाजहरू। 1927 चैत महिना। महलमा खुसियाली थियो। मालती 18 वर्षकी युवती, बगैँचामा फुलहरू टिप्दै। सानी बहिनी सरला 15 वर्षकी उनको पछाडि दौडिरहेकी। दिदी, मलाई पनि दिनु न। पर्ख त सरला, धैर्य गर। दुवै बहिनी खुसी थिए, हाँसिरहेका, खेलिरहेका। भित्र हलमा बुवा राणा जङ्ग बहादुर र आमा कृष्णकुमारी चिया पिइरहेका थिए। मालतीको विवाहको बारेमा सोच्नु पर्ने भयो, बुवाले भने। हो, उनी अब 18 को भइन्। धेरै सम्बन्ध आइरहेका छन्, आमाले जवाब दिइन्। सबै सामान्य थियो, साधारण खुसी परिवार, र त्यो खुसी लामो समयसम्म टिक्न सकेन। वैशाख महिना 1927। एक दिन महलमा एकजना अपरिचित मान्छे आयो। साधु जस्तो देखिने, लामो दारी, गैरिक लुगा, माथामा टिका लगाएका। म भिक्षा माग्न आएको, उसले भन्यो। नोकरले खाना दियो। साधु खान बस्यो। र तर मालतीलाई याद छ, त्यो साधुले उनलाई हेरिरहेको अनौठो र घृणाको नजरले। किन यसरी हेरिरहेको होला, मालतीले मनमा नै मात्रै सोचिन्। साधुले खाना खाइसकेपछि बुबालाई भन्यो, धन्यवाद, तर एउटा चेतावनी दिन्छु तपाईँलाई। के चेतावनी? यो घर अशुभ छ र यहाँ अँध्यारोको शक्ति छ, सावधान रहनुहोस्। बुबा रिसाएर भने, के नचाहिँदो कुरा गरेको, बाइजौ। साधु गयो। तर जाँदा जाँदै उसले मालतीलाई हेरेर मुस्कुराउँदै भन्यो, तिमी सबभन्दा धेरै पीडामा पर्नेछौ। मालती डराइन्, तर किन यस्तो भन्यो भन्नु बुझिनन्। त्यो रातदेखि मालतीलाई अनौठो सपना आउन थाल्यो। सपनामा उनी महलको बेसमेन्टमा हुन्थिन्, अँध्यारो ठाउँ, र त्यहाँ कसैले उनलाई बोलाइरहेको हुन्थ्यो। मालती, म कहाँ हौ? म तिम्रो साथी हुँ। आवाज मिठो थियो, आकर्षक थियो। मालती त्यो आवाजतिर जान खोज्थिन्, तर सधैँ बिउजिन्थिन्। पहिला सोचिन् सपना मात्र हो, तर सपना दोहोरिन थाल्यो। हरेक रात एउटै सपना, जसले गर्दा मालती बिस्तारै परिवर्तन हुन थालिन्।
उनी शान्त बस्थिन्, धेरै बोल्दैनथिन्, कहिलेकाहीँ अनौठो व्यवहार गर्थिन्। एक दिन सरले देखिन् मालती एक्लै कोठामा बसेर कसैसँग कुरा गरिरहेकी, तर त्यहाँ कोही थिएन। दिदी तपाईँ कोसँग कुरा गर्दै हुनुहुन्छ? मालती घुमिन्। उनको आँखा एकदमै फरक थियो, जस्तो उनी मालती नभएर अरू कोही हो। कोही होइन, जाऊ, सरलाई डराइन् र बुवा आमालाई भनिन्, तर तिनीहरूले विश्वास गरेनन्। सायद उनी तनावमा छिन्, विवाहको चिन्ता होला। असार महिना 1927 मालतीको अवस्था बिग्रिँदै गयो। उनी रातिमा चिच्याउन थालिन्, मलाई छोड्दे, म जान चाहन्न। बुवाले धेरै वैद्य बोलाए, तर कसैले पनि समाधान दिन सकेन। अन्त्यमा एकजना पुरानो तान्त्रिक बोलाइयो। नाम थियो बालकृष्ण दास। 80 वर्षको वृद्ध, तर एकदमै अनुभवी। तान्त्रिकले मालतीलाई लामो समयसम्म हेरे, त्यसपछि बुवालाई भने, तपाईँको छोरीलाई कसैले श्राप दिएको छ। श्राप? कसले? एक तान्त्रिकले, एकदमै बलियो तान्त्रिकले। उसले तपाईँको छोरीलाई एउटा दुष्ट आत्मासँग बाँधेको छ र त्यो आत्मा बिस्तारै तपाईँको छोरीलाई नियन्त्रण गरिरहेको छ। परिवार एकदम स्तम्भ भएको कुरा सुनेर, किन हामीले के गलत गर्यौँ? तान्त्रिकले जवाब दिएनन्, तर उनले भने, म त्यो श्राप तोड्न सक्छु, तर समय लाग्छ, साथै खतरनाक पनि छ। बुवाले स्वीकार गरे, जे गर्नु पर्छ गर्नुहोस्, तर मेरो छोरीलाई बचाउनुहोस् प्लिज। तान्त्रिकले अनुष्ठान सुरु गरे। 3 दिन र 3 रात मन्त्र, पूजा, बलि। तर अनुष्ठानको तेस्रो रातमा केही भएन। तेस्रो दिनको मध्यरातमा तान्त्रिक बालकृष्ण दास मालतीको कोठामा मन्त्र पढिरहेका थिए। मालती बेडमा बाँधिएकी थिइन्, आफ्नो र अरूको सुरक्षाका लागि। परिवार बाहिर पर्खिरहेको थियो। अचानक कोठाभित्रबाट चिच्चाहाटको आवाज आयो। मालतीको चिच्चाहाट र त्यो आवाज मालतीको जस्तो थिएन। यो थियो गहिरो र डरलाग्दो। तिमीले मलाई हटाउन सक्दैनौ, म यहीँ बस्छु, यो शरीर मेरो हो। त्यसपछि ठुलो धमाका जस्तो आवाज आयो र एक्कासी एकदमै सन्नाटा छायो। बुवाले ढोका खोलेर देखे तान्त्रिक जमिनमा पल्टिएको बेहोसीको अवस्थामा, मुखबाट रगत बगिरहेको थियो उसको। मालती चाहिँ बेडमा आँखा बन्द, तर एकदमै शान्त, केही नभए जस्तो भएर थिइन्। मालती, आमा भन्दै आमा दौडिन्, तर जब उनीहरूले मालतीलाई छोए, उनको शरीर चिसो बरफ जस्तो थियो। तान्त्रिक बेहोसीबाट उठेर काँप्दै भने, म हारे, यो आत्मा धेरै शक्तिशाली छ, अब म केही गर्न सक्दिनँ। मेरो छोरीलाई के भएको? उनी अझै बाँचेकी छिन्, तर अब उनी पुरै मालती होइनन्। आत्माले उनलाई आधा नियन्त्रण गरिसकेको छ र पूर्ण नियन्त्रण गर्न पूर्णिमाको दिन पर्खिरहेको छ। पूर्णिमा? हो, आउँदो पूर्णिमाको रात। त्यो रात आत्माले पूर्ण रूपमा उनलाई कब्जा गर्नेछ र परिणाम भयानक हुनेछ। हामी के गर्न सक्छौँ? तान्त्रिकले मुटु हल्लाए। केही छैन, अब भगवान मात्रै बचाउन सक्नुहुन्छ। उसले महल छोडेर फेरि कहिले फर्केन। श्रावण पूर्णिमा 1927। त्यो दिनसम्म मालती अनौठो रूपमा शान्त थिइन्, बोल्दैनथिन्, खाँदैनथिन्, बस्थिन्। परिवार चिन्तित थियो, तर के गर्ने, कुनै उपाय थिएन। पूर्णिमाको रात आयो। चन्द्रमा पूर्ण रूपमा गोलो र आकाश स्पष्ट थियो। साँझ टल्कियो। परिवार डाइनिङमा बसेर खाना खान लागेको थियो। मालती पनि आइन्। पहिलोपल्ट यति दिनमा, मालती तिमी उठ्यौ? म खुसी हुँदै भनिन्। मालती मुस्कुराइन्, तर त्यो मुस्कान अनौठो थियो। हो आमा, म ठिक छु, अब सबै ठिक हुनेछ। तिनीहरू खाना खान बसे। सामान्य कुरा गरे, सबै सामान्य देखिन्थ्यो। तर रातिको 11 बजे सुरु भयो। मालती आफ्नो कोठामा सुतेकी थिइन्, तर मध्यरात हुनसाथ उनी उठिन्, तर आँखा बन्द थियो, जस्तो निद्रामा हिँडिरहेकी। उनी आफ्नो कोठाबाट बाहिर निस्किन्, सिडी तल झर्दै मुख्य हलमा आइन् र त्यसपछि रसोईमा गइन् एउटा चक्कु लिइन्। पहिला उनी सरलाको कोठामा गइन्। सरला गहिरो निद्रामा थिइन्। मालतीले चक्कु उठाइन् र प्रहार गरिन्। सरला बिचरा चिच्चाउन समेत पाइनन्। तुरुन्तै उनको मृत्यु भयो। त्यसपछि मालती आमा बुवाको कोठामा गइन्। बुवा बिउजिहाले। हातमा चक्कु, रगतले भिजेको मालतीलाई देखेर भने, मालती के गरिस्? तर मालतीले कुनै जवाब दिएनन्। उनको आँखा खुला थियो, तर त्यो आँखा मालतीको होइन। त्यो आँखा कालो थियो, एकदमै कालो, मानव कि नकारात्मक चिजले समाए जस्तै। बुवाले आक्रमण रोक्न खोजे, तर मालती असामान्य रूपमा बलियो थिइन्। उनले बुवाको घाँटी मार्निन्। आमा चिच्चाइन् र भाग्न खोजिन्, तर मालतीले समाएर आफ्नै आमालाई पनि त्यो चक्कुले हानिन्। तिनैजना मरे। कोठा रगतले भरियो, तर मालती चक्कु हातमा लिएर त्यही उम्बिएर हेरिराखिन्। तर अचानक उनको आँखा फुर्किएर उनी होसमा आइन्। तब उनले देखिन् आफ्नो हातमा के छ, वरिपरि के भयो भनेर। मालती एकदमै चिच्चाइन्। आफ्नो परिवारको अवस्था देखेर डर र दुःखले, मैले कसैको हत्या गरेको होइन। तर साक्षी कोही थिएन, प्रमाण थियो। उनले हातमा समाएको चक्कु र रगतले भिजेको लुगा।
मालती के गर्ने भनेर दुधारमा परिन्। पुलिसकोमा जाने, तर कसले विश्वास गर्ला मैले होइन दुष्ट आत्माले गरेको भनेर। उनी रोइन्। घरमा मृत परिवारको बीचमा घन्टौसम्म बसेर। त्यसपछि उनले निर्णय गरिन्। मालती माथिल्लो तल्लामा गइन्, एउटा कोठामा। त्यसपछि एउटा पत्र लेखिन्। मैले सबैको हत्या गरेँ, म सबैको हत्यारा हो, म पागल हो र म अब ज्यान लिएर आफैलाई सजाइदिन्छु। उनले डोरी लिएर झुन्डिन खोजिन्, तर त्यसै बेलामा त्यो आवाज फेरि आयो, त्यो आत्माको आवाज। मालती पछताव नगर, तिमीले जे गर्यौ राम्रो गर्यौ, अब तिमी सधैँको लागि मेरो हो। मालती चिच्चाइन्, होइन म तिम्रो होइन। तर झुन्डिने क्रममा केही अनौठो भयो। आत्माले उनलाई पूर्ण रूपमा कब्जा गर्यो र मालतीको आत्मा त्यही अड्कियो, शरीरभित्र होइन, यो महलभित्र। मालतीको शारीरिक रूपले मृत्यु भयो, तर आत्मा मुक्त भएन। उनको आत्मा त्यही रक्तकाली महलमै अड्कियो, किनभने दुष्ट आत्माले उनलाई श्रापले बाँधेको थियो र त्यो दुष्ट आत्मा बेसमेन्टमा गएर लुकेर बसिराख्यो, अर्को शिकारको प्रतीक्षा गर्थ्यो। मालतीले यति भन्दै कथा सकाइन्। रोहन र प्रियाको आँखा आँसुले भरिएका थिए। तिमीहरूले बुझ्यौ, म हत्यारा होइन, म शिकार हो, तर संसारले मलाई हत्यारा मान्यो र म कहिले आफ्नो निर्दोषिता प्रमाणित गर्न सकिनँ। प्रियाले काँप्दै सोधिन्, यसको मतलब त्यो दुष्ट आत्मा अझै पनि यही छ? मालतीले शिर लाउँदै भने, हो, बेसमेन्टमा 80 वर्षदेखि अझै खोजिरहेको छ, नयाँ शरीर, नयाँ शिकार। रोहनको रगत चिसो भयो। तर किन? को हो त्यो आत्मा? मालतीले जवाब दिन लागेकी थिइन्, तर अचानक बेसमेन्टबाट गर्जन जस्तो आवाज आयो। मालतीको अनुहार डरले भरियो। होइन, उसले सुन्यो। उसलाई थाहा भयो म तिमीहरूसँग कुरा गरिरहेको छु। के हुन्छ अब? ऊ रिसाउनेछ र उसले तिमीहरूलाई आक्रमण गर्न प्रयास गर्नेछ। बेसमेन्टबाट फेरि आवाज, यसपटक तेज र ट्र्यापडोर हल्लन थाल्यो। मालती चिच्चाइन्, भाग अहिले नै, यो महल छाड्देऊ। तर तपाईँ? म त यहीँ छु, म जान सक्दिनँ, तर तिमीहरू सक्छौ, जाऊ भाग। ट्र्यापडोर खुल्न थाल्यो र तलबाट केही बिस्तारै आउँदै थियो। पहिला हात देखियो, तर यो हात मालतीको जस्तो होइन, यो ठुलो थियो र विकृत थियो, धेरै नै लामो नङ। रोहन र प्रिया दौडिएर मुख्य ढोकातिर गए, तर ढोका भित्रबाट बन्द थियो। झालबाट आऊ, जाऊ, रोहनले भन्यो। तिनीहरू झाल तोड्न खोजे, तर झाल पनि खोलेन, जस्तो कसैले जानेरै बन्द गरेको। पछाडिबाट आवाज आइरहेको थियो, बिस्तारै नजिक अनि धेरै नै नजिक। तिमीहरू भाग्न सक्दैनौ। आवाज गहिरो थियो, डरलाग्दो थियो, दुष्ट थियो। मालतीले अचानक चिच्चाइन्, माथिल्लो तलामा जाऊ, त्यो ढोका खोला, त्यहाँ कोठा सुरक्षित छ। तर त्यो कोठाको ढोका बन्द छ। चाबी, बुढाले दिएको चाबी, त्यो चाबीले खोल्छ। रोहनले आफ्नो खल्तीमा खोज्यो, चाबी थियो, त्यो पहिलो दिन बुढाले दिएको चाबी। तिनीहरू दौडिए सिडीमाथि, त्यहाँ बन्द ढोकासम्म। पछाडिबाट केही डरलाग्दो चिज आइरहेको थियो। तिनीहरूले सुने पाइलाको आवाज। तेज गतिमा भारी पाइला सार्दै रोहनले काँप्दै चाबी राखेर घुमायो। ढोका खुल्यो। तिनीहरू भित्र पसेर ढोका बन्द गरे। अचानक एकदमै सन्नाटा छायो, पूर्ण रूप तरिकाले सन्नाटा। रोहन र प्रिया हाँपिरहेका थिए, तर अहिलेलाई सेफ थिए। तिनीहरूले वरिपरि हेरे। माथिल्लो तल्ला अर्कै खालको अनौठो थियो। एउटा लामो कोरिडोर, दुवै साइडमा कोठाहरू, तर सबै बन्द र सबैभन्दा अन्त्यमा एउटा ठुलो ढोका। ढोका खुल्ला थियो। प्रियाले सोधिन्, अब के गर्ने? रोहनले जवाब दिनु अघि तिनीहरूले त्यो अन्तिम कोठाबाट आवाज सुने। तर यो डरलाग्दो आवाज होइन, यो थियो प्रार्थनाको आवाज, मन्त्रको आवाज। तिनीहरू बिस्तारै त्यो कोठातिर गएर भित्र हेरेर देखे एकजना वृद्ध, धेरै बुढो, 90 वर्षभन्दा माथि देखिने, सेतो लुगा लगाएको, निधारमा टीका र हातमा माला थियो। उनले प्रार्थना गरिरहेका थिए, आँखा बन्द थियो। रोहन र प्रिया भित्र पसेर अचानक वृद्धले आँखा खोले। आयो अनन्त, मैले लामो समय पर्खेँ। तपाईँ को? वृद्धले मुस्कुराउँदै भन्यो, म हुँ बालकृष्ण दास, त्यो तान्त्रिक जो 1927 मा हारेको थियो। बालकृष्ण दासले जारी राखे, म त्यो रात हारेँ, मालतीलाई बचाउन सकिनँ र पापको अनुभव गरेँ, त्यसैले म फर्केर यहाँ बसेँ। 80 वर्षदेखि यो तल्लामा प्रार्थना गर्दै त्यो दुष्ट आत्मालाई यो तल्लामा आउन नदिन। तर तपाईँ कसरी यति लामो समयसम्म बस्नुभयो? वृद्ध हाँसे, म जिउँदो छैन, म पनि मरिसकेँ 1950 मा, तर जबसम्म त्यो दुष्ट आत्मा नष्ट हुँदैन मेरो आत्माले यहीँ बस्ने निर्णय गर्यो। प्रिया घाँको फैलियो, मतलब तपाईँ पनि भूत हो? तर म सुरक्षा गर्ने भूत हो, आक्रमण गर्ने होइन। रोहनले सोधे, त्यो दुष्ट आत्मालाई कसरी नष्ट गर्ने? बालकृष्ण दासको अनुहार गम्भीर भयो। त्यसको लागि तिमीहरूले जान्नुपर्छ त्यो आत्मा को हो, कहाँबाट आयो र किन यति शक्तिशाली छ। तपाईँलाई थाहा छ? हो, मलाई थाहा छ, र अब म तिमीहरूलाई भन्छु, तर पहिले एकजना अर्को व्यक्ति आउनुपर्छ, एकजना त्यो व्यक्ति जो यो सबैसँग जोडिएको छ। को?
अचानक तल्लो तल्लाबाट आवाज आयो, ढोका खुलेको आवाज, कोही महलमा प्रवेश गरेको र सिडी चढ्दै गरेको पाइलाको आवाज। बालकृष्ण दास मुस्कुराउँदै भने, उनी समयमा आइन्। सिडीबाट कोही माथि आएको आवाज आइरहेको थियो, एकदमै नजिक, र त्यसपछि माथिल्लो तल्लाको ढोका खुल्यो। एउटी महिला देखिन्, 45 वर्ष जति, सुन्दर तर गम्भीर अनुहार। उनले रोहन र प्रियालाई हेरिन्, त्यसपछि बालकृष्ण दासलाई। बाबा, म आएँ, तपाईँले सपनामा आएर बोलाउनु भयो। बालकृष्ण दासले मुन्टो हल्लाउँदै भने, हो छोरी, समय आयो, अब सत्य बाहिर आउनुपर्छ। महिलाले रोहन र प्रियालाई फेरि हेरिन्न भनिन्। नमस्कार, मेरो नाम रेखा हो र म हुँ मालतीको नातिनी।